ल साथीहरु आज हामी चाहिँ चाइनिज टेम्पल के अरे यो पार्कको नाम दाजु यता हाम्रो केम्पङ हो कि के भन्दै हो मगर माइला दाइ लिम्बू दाइ यता राई माइला दाइ यता अगाडि यस्तो ठाडो उकालो पो आउनु पर्ने रहेछ यार आमामामामामा ल साथीहरु आज नयाँ भ्लग आउँदैछ है त आमामामामा ल माछाहरु हेर्न सक्नुहुन्छ साथीहरु ल हामी आज छौँ मलेसियाको यो चाइनिज टेम्पल भन्ने ठाउँमा दाइ आज कस्तो लागिरहेछ दाइ कस्तो लागिरहेछ आज यो पार्कमा आएर एकदम रमाइलो खै त हामी दुईजना दाइहरू कता लाग्यो हाम्रो यता दुईजना बुढाहरू यता हुनुहुन्छ अनि आज यो ठाउँमा आएर कस्तो लागिरहेछ दाजु यो हो नि त स्वर्ग हेर्ने हो गाइड स्वर्ग ओ माई गड बबाल ठाउँमा आइपुग्यो यार आज हामी चाहिँ यो मलेसियाको एकदमै राम्रो सुन्दर ठाउँमा छौँ है स्वर्ग हेर्ने हो गाइड स्वर्ग ल दाइहरू ल हेलो ल है हामी एकदम इन्जोय गरिरहेका छौँ आज छुट्टीको दिन एकदमै इन्जोय गरिरहेछौँ ल साथीहरू रमाइलो भइरहेछ यता माथि हाम्रो उहाँहरूको यो बुद्धको होला सायद यो शालिक हामी कता जाने हो ल जम 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 ल धेरै पछि आज मेरो जाल अरे यहाँनिर चाहिँ एकदमै राम्रो राम्रो माछा छ गोही पनि छ र त्यो साथीहरू सो म ब्याक क्यामेरा गर्छु ल कत्रो कत्रो कछु है दाइ यो माछा त फ्राई गरेर खाँदा नि हुन्छ होला है दाइ यो माछा त फ्राई गरेर खाँदा नि ठिकै हुन्छ होला कालो खालको त कछुवा कत्रो कत्रो साथीहरू ल साथीहरू सुन्दर नजारा यता पनि देख्न सक्नुहुन्छ है त बबाल बबाल दाइहरू एकदम बबाल छन् कस्तो हेर्छन् कछुवा हेर्नुहोस् त कछुवाको बथान त यहाँ पर छ सबै काका ठुलबा भतिज सबै यहीँ रहेछ नि यही नाति बाजे एकदम हाम्रो मनोरञ्जन भयो आज नसोचेको ठाउँमा आयो होइन त दाइ हो उता पर हाम्रो सहर देख्न सक्नुहुन्छ सबै कुराहरू हेरौँ न दामी रहेछ सो यहाँनिर साथीहरू देख्न सक्नुहुन्छ उकालो चाहिँ उकालो बाटो हिँड्दैछौँ हामी एकदमै अनि यहाँ देख्न सक्नुहुन्छ अगाडि सहर छ अनि सहरको यता एक छेउ डाँडामा चाहिँ यस्तो पार्क रहेछ साथीहरू नेपाल के दाजु भनौँ न ठाउँहरू त धेरै छ एकदमै यो चाहिँ मलाई चाहिँ जहाँसम्म लाग्छ नेपालको स्वयम्भू जस्तो रहेछ है एकदमै स्वयम्भू जस्तै डाँडामा पनि रहेछ अनि यहाँ चाहिँ एकदमै पूजाहरू गर्नु हुँदो रहेछ त्यो धुपबातीहरू बाल्नु हुँदो रहेछ अनि सायद त्यो चाइनिज न्यु इयरले गर्दा होला सबै रङ्गी चङ्गी पनि रहेछ एकदमै रमाइलो भइरहेछ नयाँ अनुभव राई माइला दाइलाई के भयो ल है त साथीहरू ल यता पर चाहिँ फेरि ससुराली गाउँ होला अब यहाँको मान्छेको अब हाम्रो त होइन गाउँ रहेछ ल साथीहरू हामी चाहिँ यता माथि जाँदैछौँ है त आमामामा गर्मी गर्मी जाउँ न जाउँ बुढाहरू पछाडि छ आउनु मान्दैन किन लजाएको किन शर्माको यता माथि जाउँ भनेर बोलाएपछि चाहिँ पार्क हो क्या पार्कमा यहाँ निषेधित क्षेत्र छैन क्या लेखेको पार्कमा छिर्न पनि हाम्रो साथीहरू डराइरहेको छ नि त के हो यार त्यही त पस्ने बेलामा फाइन नआयो नि अनि यहाँ माथि पनि छ हेर्नुहोस् साथीहरू यो चाहिँ एकदमै मलाई लाग्छ यो चाइनिज कल्चरको हुनुपर्छ अनि हामी चाहिँ उता तलबाट पसेको है सो गाइज हेर्न सक्नुहुन्छ इन्जोय है मलेसियाको यो पार्कको नामै थाहा भएन मलाई चाहिँ साथीहरू हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ सो एकदमै अरूको देशमा धेरै बोल्न पनि मिल्दैन होला के भनिस् भनेर सोधो भने फेरि होइन गाह्रो पर्छ तर मसँग हाम्रो चाइनिज दाइ हुनुहुन्छ हेलो
छुङछुङका डर छैन हामीलाई है त साथीहरू। ल यस्तो पाहाडमा आइसकिसकेका छौँ। पछाडि देख्न सक्नुहुन्छ सुन्दर सुन्दर सहरहरू। र अहिले चाहिँ म चाहिँ हाम्रो मङ्की किङको अगाडि छु साथीहरू। अनि एकदमै इन्जोय भइरहेको छ। मेरो पछाडि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ सुन्दर सहर पछाडि छ। सो अगाडि पार्क अनि हाम्रो चाइनिज दाई हुनुहुन्छ एकजना यहाँनिर। राई माइला दाई चाहिँ अनि त छिटो सुत्नुपर्छ भनेर यहाँ एकदम टेन्सन चित्त दुखाएर मनमा नै रोइरहनु भएको रहेछ। तर एकदम इन्जोय भइरहेको छ साथीहरू है त। साथीहरू हामी घुमघाम गरेर पनि अब चाहिँ हामी निस्किसकेका छौँ। ब्लगको अन्तिम आइपुगिसकेका छौँ। ल हेलो साथीहरू, गएर ग्राफ गरेर अन्तिममा बाई बाई भनिदिउँ न त। भाग्नुपर्छ। ल बाई बाई। ल बाई बाई साथीहरू। ल हामी यो चाइनिज पार्क घुमेर अब चाहिँ हामी निस्किँदैछौँ। अनि यता हाम्रो दाइहरू हुनुहुन्छ। ल आजको घुमाइ कस्तो भयो त? एकदम नसोचेको ठाउँमा आयो होइन? मैले सबलाई घुमाइदिएँ आज। होइन अब जानुपर्छ, अब निस्किनुपर्छ। आज घुमाइ कस्तो भयो दाजु? एकदम कहिले आइए थिएन नयाँ यहाँ नयाँ ठाउँमा नजिकै भए पनि आइए थिएन। रमाइलो भयो। शनिबार राम्रो ठाउँ रहेछ। अँ अनि बाती क्याब जानुपर्छ। ल बाटो केप त म त गइसकेँ। म गएको छैन, राई सर गएको छैन।